प्युठान स्वर्गडारी नगरपालिका 2 धनमाङ निवासीका श्री टेकबहादुर पुनज्यू केही दिन अघि अचानक बिरामी भई सजीवनी कलेज अफ मेडिकल साइन्स नेपालगञ्जमा चेकजाँच गराउँदा उच्च रक्तचाप ब्लड प्रेसरका कारण टाउकोमा रगत जमेको र तत्कालीन शल्यक्रिया गर्नुपर्ने सम्बन्धित अस्पतालको चिकित्सकहरूको सल्लाह अनुसार अपरेसन गराई सोही अस्पतालमा उपचार भइरहेको थियो र सबैको कोसिस र ईश्वरको कृपाले गर्दा उहाँलाई थोरै सुधार आएको छ। अस्पतालको 20-25 दिन बसाइपछि सम्बन्धित चिकित्सकहरूको सल्लाह अनुसार बिरामीलाई हिजो 2 हप्ताको लागि डिस्चार्ज गराएर फेरि एक पटक टाउकोमा अपरेसन गर्दा निकालिएको खप्पर हड्डी राख्नलाई बोलाएको छ। तर उहाँको आर्थिक अवस्था अत्यन्तै नाजुक छ। यो उपचार गराउँदा करिब 6 लाखभन्दा बढी खर्च भइसकेको छ। फेरि खप्पर हड्डी राख्दा पनि थप उपचारका लागि रु 3 लाखभन्दा बढी लाग्ने भएको छ। जति छिटो पैसाको जुगाड हुन्छ त्यति नै छिटो उहाँलाई उपचारका लागि अस्पतालमा लानुपर्ने भएकोले गर्दा थोरै धेरै जे जति सकिन्छ सम्पूर्ण शुभेच्छुकहरूप्रति आफू सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। सेवा नै धर्म हो। हाम्रो सानो सहयोग र प्रार्थनाले उहाँलाई नयाँ जीवन मिल्नेछ। अहिलेसम्म टेकबहादुर पुन बचाउ अभियानमा जोडिएर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरूप्रति हृदयदेखि नै धन्यवाद। उहाँको सफल उपचारसँगै सम्पूर्ण शुभेच्छुक सहयोगीको नामावली विवरण एकमुष्टै सार्वजनिक गर्नेछौँ। बिरामीलाई डिस्चार्ज गराएर घर ल्याएको छ। 2 हप्तापछि फेरि अस्पताल भर्ना भई खप्पर हड्डी राख्नुपर्नेछ। उहाँको थप उपचारका लागि 1 महिनाभित्रमा पैसाको जुगाड गर्नुपर्ने भएको हुँदा बिरामी बुवाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण शुभेच्छुकहरूप्रति आफू सक्दो सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। धन्यवाद।